आज तपाईहरुको माझमा मैले एउटा छोटो गिटार लेसन अथवा गिटारको एउटा सुरुमा सिक्नुपर्ने साधारण अथवा जेनरल नलेजको बारेमा जानकारी गराउन चाहन्छु। र यो गिटारको 6टा स्ट्रिङ खुला हुन्छ, तर यो खुला नोटहरु आफ्नो आफ्नै हुन्छ। र पहिलो फिंगर एक्सरसाइज चाहिँ हामीले के गर्ने गिटार सिक्दा त्यसको बारेमा भन्न चाहन्छु है त। र तपाईहरुको माझमा चाहिँ म भन्न चाहन्छु यो 1 2 3 4 5 6 हामी नर्मल भाषामा 1 2 3 4 5 6 भन्छौं, तर गिटारमा यसको नोटहरु फरक रहन्छन्, नम्बर पनि फरक रहन्छन्। हेर्नुस् है त, फरक चाहिँ ट्युनर गरिएको गिटार भएकोले यो स्ट्यान्डर्ड ट्युनरमा रहेको हुनाले यो जुन स्केलमा रहनु पर्ने आवाज यो फिक्स छ। त्यसले गर्दाखेरि यो 6टा स्ट्रिङको आफ्नै आवाजको आफ्नै नोट हुन्छ। र त्यो नोटहरु के हो भन्दाखेरि तपाईहरुलाई म जानकारी गराउन चाहन्छु। ध्यान दिएर सुन्नु होला है त। यो सुरुको 1 नम्बर स्ट्रिङलाई चाहिँ हामीले ई नोट भनिन्छ है। यो ई नोट, ई सेकेन्ड नोट, अनि बी भन्छ। सेकेन्डमा भएको नोटलाई चाहिँ यो बी है। सेकेन्ड नोटमा बी, सेकेन्ड नोटमा बी, अनि थर्ड नोटमा त्यसलाई चाहिँ जी नोट है। यो चाहिँ जी नोट। थर्ड नोटलाई जी नोट भनिन्छ, अनि फोर्थ नोटको लागि चाहिँ डी नोट, डी, अनि फिफ्थलाई चाहिँ ए नोट भनिन्छ, ए, अनि 6 लाई ई भनिन्छ है, ई। फेरि पनि भन्छु, ई ई बी जी डी ए ई। यसलाई चाहिँ फर्मुलाको रूपमा तपाईहरुले कन्ठ गर्नुहुन्छ भने फेरि भन्छु, एभ्रीबडी गोज डाउन all eat, everybody goes down all eat है। ई बी जी डी ए ई स्ट्यान्डर्ड ट्युनरमा चाहिँ यो जहिले पनि गिटार ई बी जी डी ए ई हुन्छ है त। तपाईहरुले जानकारी गराए। अर्को कुरा, तपाईहरुले फिंगर एक्सरसाइज गर्दामाखेरि चाहिँ सुरुमा गिटार सिक्दा कसरी गर्ने भन्दाखेरि तपाईहरुलाई सम्भवतः गिटार समात्न त आउँछ नै होला। त्यो गिटार समात्न चाहिँ तपाईहरुले आफैले सिक्नु होला, त्यो नर्मल कुरा हो। र यो हामीले पिकिङ पछि गर्नुपर्ने, अलि गिटार राम्रो बजाइसकेपछि यसरी पिक समात्नु यसरी पर्ने भएकाले तपाईले सुरुमा गिटारको पिक यो स्ट्रिङ बजाउँदा पनि यसरी सकेसम्म बजाउनु होला। अनि यसले है यसरी 1 2 3 4 5 6 E B G D A E everybody goes down all eat। यसरी चाहिँ तपाईले चाहिँ बजाउनु होला। त्यसपछि सुरु पहिलो फिंगर एक्सरसाइज भनेको चाहिँ यो थम्ब भयो, 1 2 3 4। यहाँ हाम्रो औंला चाहिँ 1 2 3 4 रहन्छ। त्यसले गर्दाखेरि अघिको पिक समात्ने तरिका अथवा पिकिङ आइडिया अथवा यहाँबाट यसले बजाउने तरिका चाहिँ यो भइगयो। यसरी हेर्नुस् है, मैले भने तपाईहरुले फिंगर एक्सरसाइज चाहिँ यसरी हेर्नुस् है, 1 2 3 4 यस्तो हुनुपर्छ। यो 4वटा फ्रेटमा यस्तो हात हुनुपर्छ है। यसको भाग यति भयो, यसको भाग यति भयो, यसको भाग यो नर्मल मात्रै मैले सिकाएको है। तपाईहरुले यहाँ दुईटैले यसरी बजाउ, एउटैले सबै ठाउँ यसरी बजाउन मिलेन, यसरी बजाउनु पर्यो है। यस्तो गर्दै तपाईहरुले माथि बढाउँदै लान सक्नुहुन्छ। जस्तै यसरी है। तपाईहरुले यसरी पछि अब बिस्तारै सुरुमा चाहिँ तपाईहरुले बिस्तारै बजाउने गर्दै माथि लाने, फेरि माथि पुगेपछि माथि बढाउने बिस्तारै। पछि यसरी बजाउँदै तपाईहरुले स्पिड बजाउन सक्नु, यस्तो हुन्छ है। यसरी बजाउन तपाईहरुले सक्नुहुनेछ। र फेरि पनि भने यो 6वटा स्ट्रिङ चाहिँ ई बी जी डी ए ई हुन्छ है त। धन्यवाद।